राम्रो रहेछ है। यो ढुङ्गा एकदमै राम्रो छ। यो ढुङ्गा भन्दा पछाडिबाट अर्को ढुङ्गा त्यो पनि राम्रो छ, तर यो ढुङ्गा चाहिँ अलिकति नयाँ स्टाइलको राम्रो। यो साँझको समय भएर केही पनि खासै देखेको छैन। यहाँ परीहरू हुनुहुन्छ, परी भन्दाखेरि उहाँहरूलाई लाने ढुङ्गाहरू पनि छ। ठ्याक्क साँझको समय छ है। यहाँ मान्छेहरू बसेर हेर्ने, गीत सुन्ने। यहाँको गिटारिस्ट रहेछ नि, अहिलेको के बजाउँदै थियो अरे, पियानो कि के। र यो ढुङ्गा यो जहाज पछाडिको यो अर्को जहाज पनि धेरै राम्रो छ है। म्युजिक त यो पनि दामी बजायो मान्छेले। त्यहाँ त अर्को पछाडिबाट क्या मजाले हिँड्दै आएको। साँझको समयमा भएर खासै देखेको छैन, तर धेरै राम्रो छ यो पनि ढुङ्गा। यो ढुङ्गा जहाज, नट ढुङ्गा, जहाज। दामी लाग्यो यो पनि मलाई। को मान्छेहरू घुमेर आयो होला। रेल चाहिँ आक्को आइ नै गर्ने रहेछ है। जहाजले क्या मजाले छाल निकाल्यो। ल ढुङ्गा त नजिकै आइपुग्यो है। यो जहाज नजिकै आइपुग्यो। मलाई चाहिँ यो हेर्दाखेरि ठ्याक्कै ज्युरिक जस्तो लागिरहेको छ। यस्तो मान्छे अनि यस्तो, तर ज्युरिकको स्विजरल्यान्डको पानी चाहिँ कहीँ पनि कम्पेयर गर्न मिलेको छैन अहिलेसम्म। अन्त समुद्रबाट आएको हो सिधै यो पानीहरू त, समुद्रबाट हुँदै हुँदै। यो इटालियन बोट रहेछ हो जस्तो लाग्यो। ल इटालियन फ्ल्याग भन्दै हुन्छ मेरो बुढाले। यसको डिजाइन चाहिँ मलाई त फिल्महरूमा देख्छ नि, टाउको झन्डा हालेर हिँड्ने त्यस्तै लाग्यो। बोटहरू राम्रो राम्रो बोट त कति राम्रो। कुन चाहिँ खिच्नु कुन चाहिँ नखिच्नु। वाउ